गोर्खाको उत्तरी कुनामा 8000 मिटर अग्ला हिमालहरूले घेरिएको एउटा यस्तो ठाउँ छ जसलाई आधुनिक नक्साले होइन प्राचीन ग्रन्थहरूले मात्र चिन्न सक्छन्। स्वागत छ हिमालभित्र लुकेको रहस्यमय संसार अर्थात् बेयुलमा। बौद्ध धर्मका गुरु रिम्पोछेले 8औं शताब्दीमा केही यस्ता पवित्र उपत्यकाहरूलाई सील गरिदिएका थिए जहाँ केवल उच्च आध्यात्मिक चेतना भएकाहरू मात्र पुग्न सक्छन्। मनास्लु क्षेत्रको चुम भ्यालीलाई त्यस्तै एउटा बेयुल क्युमोलुङ मानिन्छ अर्थात् खुशी र शान्ति लुकेको उपत्यका। यो ठाउँ कति पवित्र छ भन्ने प्रमाण यहाँको एउटा कानूनले दिन्छ। चुम भ्यालीका स्थानीय अगुवाहरू र लामाहरूले 1920 मा एउटा औपचारिक सम्झौता गरेका थिए जसलाई शाग्या भनिन्छ। यस दस्तावेजमा भनिएको छ यो बुद्धको तपोभूमि र पवित्र बेयुल भएकोले यहाँ कुनै पनि प्राणीको हत्या गरिने छैन। यो दस्तावेज आज पनि चुम कल्याण समितिको रेकर्डमा र स्थानीय गुम्बाहरूमा सुरक्षित छ। यहाँका मानिसहरू र जनावरहरू एउटै परिवार झैं बस्छन्। यो संसारकै एकमात्र यस्तो ठाउँ हो जहाँ अहिंसा नै शासन हो। यही छ प्रसिद्ध योगी मिलारेपाले ध्यान गरेको त्यो रहस्यमय गुफा। भनिन्छ यी गुफाहरू र हिमालका धाजाहरूभित्र यस्ता बाटोहरू छन् जसले सिधै अर्को आयाममा लैजान्छन्। यहाँ पुग्ने जो कोहीले पनि समय र स्थानको एउटा अर्कै अनुभूति गर्छन्। जब संसार कोलाहल र विनाशतिर धकेलिन्छ यी बेयुलहरूले मानव सभ्यतालाई जोगाउने विश्वास गरिन्छ। यो केवल भूगोल होइन, यो त पृथ्वीको आध्यात्मिक ब्याकअप हो। युट्युबमा धेरै जसो भ्लगरहरू केवल मनस्लु सर्किट ट्रेकको भिडियो बनाउँछन्। उनीहरू हिँड्छन्, खान्छन् र दृश्य देखाउँछन्। तर यी गहिरा कुराहरू बुझ्नका लागि स्थानीय लामाहरूसँग अन्तर्वार्ता लिनुपर्छ। दोस्रो, पुराना ग्रन्थहरूको अध्ययन गर्नुपर्छ। तेस्रो, अनुसन्धानमूलक लेखहरू पढ्नुपर्छ।